नमस्कार सम्पूर्ण साथीहरूलाई स्वागत छ पढ्ने घरमा। आज म सिभिल इन्जिनियरिङ धारतर्फको एउटा एकदमै अत्यन्तै इम्पोर्टेन्ट वाला टपिक लिएर आइसकेको छु, स्लम्प टेस्टको बारेमा। यो टपिक चाहिँ हाम्रो लोकसेवामा सोध्छ, त्यसपछि डिप्लोमा इन सिभिल इन्जिनियरिङको लागि काम लाग्छ र साथसाथमा ब्याचलरको लागि पनि बीईको लागि पनि एकदमै महत्त्वपूर्ण टपिक रहेको छ। अब पहिला नर्मल्ली बुझौँ स्लम्प टेस्ट भनेको चाहिँ के हो भन्ने कुरा मैले यहाँ लेखेको छु। स्लम्प टेस्ट इज द मोस्ट कमनली युज्ड मेथड अफ मेजरिङ कन्सिस्टेन्सी अफ कङ्क्रिट भन्न खोजेको। सोइन्दा हाम्रो स्लम्प टेस्ट कहाँ युज गरिन्छ त, किन युज गरिन्छ त भन्दाखेरि कन्सिस्टेन्सी चेक गर्नको लागि है, कङ्क्रिटको कन्सिस्टेन्सी चेक गर्नको लागि, कतिको कन्सिस्टेन्ट छ भनेर चेक गर्नको लागि चाहिँ युज गरिन्छ। विच क्यान बी इम्प्लोइड इन ल्याबोरेटरी एन्ड एट द साइट भनेको ल्याबमा पनि गर्न सकिन्छ अथवा फिल्डमा गएर पनि यसलाई प्रिफर गर्न सकिन्छ। इट इज नट सुइटेबल फर भेरी वेट एन्ड भेरी ड्राई कङ्क्रिट। एकदमै वेट चिसो खालको एकदम बढी पानीको मात्रा बढी भएको वाला छ भने त्यसमा युज गर्न सकिन्न र ड्राईमा पनि युज गर्न सकिन्न। अब एपरेटस के हाम्रो इन्स्ट्रुमेन्टहरू युज हुन्छ त भन्दाखेरि नम्बर 1मा छ स्लम्प कोन है। स्लम्प कोन खास यो वास्तवमा कोन त होइन, यसलाई फ्रस्टम भनेर भन्छ है, FRUSTUM फ्रस्टम भनेर भन्छ है। यो चाहिँ फिगरमा देख्न सक्नुहुन्छ है, यसलाई फ्रस्टम भनेर भन्छ। त्यस पछाडि ट्याम्पिङ रड भनेको चाहिँ कम्प्याक्सन गर्नको लागि युज हुन्छ ट्याम्पिङ रड। अनि स्केल अफ मेजरमेन्ट गर्ने सर्टेन स्केलहरू हुन्छ। त्यस पछाडि मेटालिक सिट भनेको जहाँ हामीले कोन राख्ने हो अथवा फ्रस्टम राख्ने हो त्यो प्लेटफर्मलाई चाहिँ मेटालिक सिट भन्छ। त्यसको थिकनेस चाहिँ 1.6 mm भन्दा कम हुनु हुँदैन। अब फिगरतिर जाउँ, यो चाहिँ हाम्रो कोन हो अथवा फ्रस्टम हो, स्लम्प कोन। यसको डाइमेन्सनतिर जाउँ, सम्झिनको लागि सजिलो भनेको 10, 20, 30 भनेर सम्झिने है त। 10 सेन्टिमिटर भनेको अप्पर डायामिटर, अनि 20 सेन्टिमिटर भनेको लोअर डायामिटर, 30 सेन्टिमिटर भनेको यसको हाइट है। यो भयो। त्यस पछाडि अनि यहाँ चाहिँ दुईवटा ह्यान्डल हुन्छ, यसलाई ह्यान्डल है, यो ह्यान्डल भन्छ। अब हामीले यसमा काम के गरिन्छ त भन्दाखेरि कङ्क्रिट राख्ने, त्यस पछाडि अनि कम्प्याक्सन गर्ने, त्यस पछाडि पछिबाट त हामीले यो उठाउनु पर्छ, उठाएर अनि कङ्क्रिटदेखि यसलाई यो हाम्रो कोनलाई चाहिँ सेपरेट गर्नुपर्छ हो। त्यति बेला चाहिँ के हुन्छ त भन्दाखेरि चाहिन्छ यो ह्यान्डलमा समाएर अनि त्यस पछाडि माथि उठाउने है। अनि त्यस पछाडि यो ह्यान्डल भनेको टपदेखि चाहिँ 10 सेन्टिमिटर मुनि राखिन्छ र यहाँदेखि यो यसको टपवाला पोर्सनदेखि चाहिँ यसको चौडाइ भनेको कति हुन्छ त भन्दा 2.5 सेन्टिमिटर हुन्छ, अर्थात् 25 mm हुन्छ है। यो भयो। अर्को भनेको छ हाम्रो ट्याम्पिङ रड भनेको जुन रडले कम्प्याक्सन गर्ने हो। त्यो ट्याम्पिङ रड चाहिँ हाम्रो लेन्थ हुन्छ 60 सेन्टिमिटर र यसको डायामिटर हुन्छ 16 mm है। यो चाहिँ सम्झिनुपर्छ है। अब त्यस पछाडि प्रोसिडरतिर जाउँ। प्रोसिडरमा जाँदाखेरि अब यो हाम्रो कोन हो है अथवा फ्रस्टम हो 10 सेन्टिमिटरको, अनि त्यस पछाडि 30 सेन्टिमिटरको अनि 20 सेन्टिमिटरको लोअर डायामिटर है। अनि माउल्ड फर स्लम्प टेस्ट। त्यस पछाडि अब स्लम्प राखियो, कङ्क्रिट राखियो स्लम्प टेस्टमा। त्यस पछाडि अनि हाम्रो 3वटा यसमा चाहिँ कन्डिसन चाहिँ 3वटा हुनसक्छ है। एउटा भनेको ट्रु स्लम्प भनेको सेप यस्तो भयो, हामीले जब ह्यान्डल माथि समाएर अनि निकालिन्छ त्यस पछाडि सेप यस्तो देखिन्छ भने यो भनेको ट्रु स्लम्प भयो। त्यस पछाडि सियर स्लम्प भनेको एक साइडको चाहिँ ठिक छ, स्लम्प राम्रो छ, तर अर्को साइडको चाहिँ अलिकति छित्रिएको जस्तो भत्केको जस्तो यस्तो देख्न सक्नुहुन्छ फिगरमा, यस्तो वाला भयो भने यसलाई सियर स्लम्प भन्ने। यो चाहिँ कसरी आउँछ त भन्दा तपाईँले कम्प्याक्सन गर्दाखेरि रेगुलर तरिकाले कम्प्याक्सन गर्नुभएको छैन भने हाम्रो सियर स्लम्प आउन सक्छ। र अर्को हुन्छ कोल्याप्स स्लम्प भनेको वर्केबिलिटी एकदम हाई छ भने चाहिँ यो के हुन्छ, कोल्याप्स हुन्छ, यस्तो टाइपको हुन्छ है। ल अब जाउँ हामी स्टेपतिर है, वर्किङ स्टेप अथवा प्रोसिडर कसरी गरिन्छ त भन्नेतिर जाउँ है त। फर्स्टमा भनेको द इन्टरनल सर्फेस अफ माउल्ड इज थ्रुली क्लिन एन्ड फ्री फ्रम एनी मोइस्चर अर फ्री फ्रम एनी ओल्ड सेट अफ कङ्क्रिट भन्नु खोजेको। पहिला चाहिँ के गर्नु पर्यो, कोनलाई हाम्रो फ्रस्टम छ त्यो फ्रस्टमलाई चाहिँ के गर्नु पर्यो भन्दा क्लिन बनाउनु पर्यो है। भनेको पहिला युज गरिरहेको अथवा पहिला टेस्ट गरेको जुन कङ्क्रिट छ पुरानो छ भने त्यसलाई पनि सफाइ गर्नु पर्यो। फर्स्ट काम भनेको यो भयो सफा गर्ने है। अनि त्यस पछाडि सेकेन्ड भनेको द माउल्ड इज प्लेस्ड अन स्मुथ होरिजेन्टल रिजिड एन्ड नन एब्जर्बेन्ट सर्फेस द्याट इज मेटालिक सिट भनेको हामीले अघि युज गरेका थियौँ नि, एउटा मेटालिक सिट भनेर भनेको थियौँ, थिकनेस 1.6 mm भन्दा कम नहुनेवाला भनेर भनेको थियौँ नि हो। त्यो मेटालिक सिट भन्दा माथि चाहिँ के गर्नु पर्यो त भन्दा हाम्रो माउल्डलाई राख्नु पर्यो।
त्यसपछि तेस्रो स्टेपमा छ द माउल्ड इज देन फिल्ड इन 4 लेयर हो। यो चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो है। यो 4 लेयर भन्ने यो चाहिँ एकदम सम्झिनुपर्छ। किन त भन्दाखेरि हाम्रो अब कङ्क्रिटलाई एकैचोटि राख्ने भने त कम्प्याक्सन राम्रो हुन्न, त्यही भएर के गरिन्छ भन्दा 4वटा लेयरमा डिभाइड गरेर अनि एउटा लेयर भर्ने पहिला, त्यस पछाडि कम्प्याक्सन गर्ने, अनि फेरि यो कम्प्याक्सन कम्प्लिट भएपछि यो लेयर कम्प्लिट भएपछि के गर्ने अर्को लेयरमा जाने, त्यस पछाडि फेरि कम्प्याक्सन गर्ने, अनि यो लेयर पनि कम्प्याक्ट हुन्छ, त्यस पछाडि फेरि अर्को लेयरमा जाने, अनि यहाँ गर्ने गर्दै 4 लेयरमा चाहिँ डिभाइड गरेर हामीले कम्प्याक्सन गरिन्छ है त। फोर एप्रोक्स 1/4 भनेको अब यो 30 छ भने 30 भागा 4 हुने भयो है एउटा। त्यस पछाडि हाइट अफ द माउल्ड अथवा फ्रस्टम भनेर भनेको छ। त्यस पछाडि 4th स्टेपमा छ इच लेयर इज ट्याम्प्ड 25 टाइम्स। यो पनि एकदमै याद गर्नुपर्छ है, की पोइन्ट हो यो पनि। भनेको एउटा लेयरलाई चाहिँ यो चाहिँ एकदमै तपाईँले याद गर्नुपर्ने कुरा है, 25 टाइम्स, त्यस पछाडि 4 लेयरमा गर्ने कुरा चाहिँ याद गर्नु पर्यो। त्यस पछाडि ट्याम्पिङ गर्नु पर्यो। ट्याम्पिङ भनेको कम्प्याक्सन भनेको है। एउटा लेयर तपाईँले पहिला गराउनुहुन्छ है, त्यस पछाडि के गर्नुहुन्छ कम्प्याक्सन गर्नुहुन्छ। यसरी चाहिँ त्यो जुन हाम्रो ट्याम्पिङ रड छ त्यो ट्याम्पिङ रडले चाहिँ 25 चोटिसम्म चाहिँ एक लेयर हानेपछि प्रपरली कम्प्याक्सन हुन्छ। त्यस पछाडि अर्को छ 5th स्टेपमा छ आफ्टर टप लेयर हेज बिन रडेड भनेको कम्प्याक्टेड भनेको है। अब टपसम्म चाहिँ हामीले कम्प्याक्सन गरेर 4 लेयरमा सकियो। द टप सर्फेस शुड मेक लेभल एन्ड देन माउल्ड इज रिमुभ्ड फ्रम कोन इमिडिएटली बाई राइजिङ स्लोली इन भर्टिकल डाइरेक्सन भन्न खोजेको। जस्तै यो हाम्रो त यहाँ ह्यान्डल छ है, यो ह्यान्डलमा के गर्ने दुईटा ह्यान्डलमा समात्ने, त्यस पछाडि माथि यसरी उठाउने है। यो माथि उठाएपछि के हुन्छ त त्यस पछाडि यो कोन चाहिँ फ्रस्टम चाहिँ माथि निक्लिन्छ, त्यस पछाडि कङ्क्रिट त्यहाँ हुन्छ। र कङ्क्रिटको पोजिबल कन्डिसनहरू के आउन सक्छ त 3वटा आउन सक्छ। अघि मैले एक्सप्लेन गरिसकेँ। एउटा ट्रु स्लम्प भनेको हामीलाई जुन चाहिएको हो त्यो भनेको ट्रु स्लम्प भयो। त्यस पछाडि अर्को सियर स्लम्प भन्ने हुन्छ। सियर स्लम्प भनेको इरेगुलर कम्प्याक्सनले आउँछ। र अर्को हुन्छ कोल्याप्स स्लम्प। कोल्याप्स स्लम्प भनेको वर्कएबिलिटी एकदमै हाई छ भने त्यो चाहिँ के हुन्छ कोल्याप्स हुन्छ है। मैले यहाँ सानो एक्सप्लेन पनि गरिदिएको छु थोरै इन एबभ फिगर भनेर है। ट्रु स्लम्प भनेको इफ कङ्क्रिट स्लम्प इभनली भनेको राम्रोसँग यो चाहिँ हाम्रो सेपमा यस्तो सेपमा बसेको छ भने त्यो भनेको ट्रु स्लम्प हो। त्यस पछाडि अर्को सियर स्लम्प भनेको 1/2 अफ कोन स्लाइड्स डाउन भनेर भनेको छ नि है। आधी चाहिँ ठिक छ राम्रो छ, तर यताको आधी के भयो त भन्दा स्लाइड भयो डाउन भयो, यसरी बिग्रियो है। यो भनेको चाहिँ सियर स्लम्प के को कारणले आउँछ भन्दै कुरा चाहिँ मैले अघि एक्सप्लेन गरिसकेँ। यो दुईवटा पनि यो की पोइन्ट हो है। इरेगुलर कम्प्याक्सनको कारणले आउँछ र वर्कएबिलिटी हाई भयो भने कोल्याप्स हुन्छ भन्ने चाहिँ जान्नुपर्छ तपाईँले। त्यस पछाडि अर्को भनेको कोल्याप्स स्लम्प भनेको वाटर सिमेन्ट रेसियो हाई भएको केसमा चाहिँ के हुन्छ त भन्दाखेरि हाम्रो कोल्याप्स स्लम्प आउँछ। अब पानीको मात्रा बढी भयो भने यो बढी गिलो हुन्छ, गिलो भएपछि यसरी बिग्रिनु पर्यो नि त होइन हो। अब त्यस पछाडि अब तपाईँलाई अब स्लम्प भ्यालु हेर्नुहोस् है त। स्लम्प भ्यालु 0 आयो भने हाम्रो एक्सट्रिमली लो हुन्छ है डिग्री अफ वर्कएबिलिटी जहिले पनि। अनि 0 देखि 25 छ भने भेरी लो। यो सम्झिनुपर्छ है, की पोइन्ट हो। यो चाहिँ हाम्रो अब्जेक्टिभ क्वेसनमा नि सोध्न सक्ने खालको की पोइन्ट हो। त्यस पछाडि 25 देखि 50 छ भने लो, अनि 50 देखि 100 छ भने मिडियम, र 100 देखि 175 सम्म छ भने यो चाहिँ के हुन्छ हाई डिग्री अफ वर्कएबिलिटी हुन्छ है। अब यो कस्तो केसमा हुन्छ त भन्दाखेरि यहाँ एक्सट्रिमली लो आउने भनेको मोइस्टको केसमा हुन्छ, कङ्क्रिट मोइस्ट भयो भने। भेरी लो आउने भनेको चाहिँ ड्राईको केसमा हुन्छ, भेरी ड्राईको। अनि लो भनेको ड्राई भएको केसमा आउँछ। मिडियम भनेको प्लास्टिक स्टेटमा छ भने कङ्क्रिट आउँछ, र सेमी फ्लुइड स्टेटमा छ भने हाम्रो के आउँछ त वर्कएबिलिटी अथवा डिग्री अफ वर्कएबिलिटी हाई आउँछ है त। ल यति हो मेन कुरा भनेको। अब स्लम्प टेस्टको बारेमा सोध्ने क्वेसन भनेको स्लम्प टेस्ट कसरी गरिन्छ अनि यसलाई एक्सप्लेन गर्नुहोस् भनेर चाहिँ क्वेसन सोध्छ। यो चाहिँ तपाईँले अब इक्जाममा जहाँको इक्जाम भए पनि, सिभिलको सब इन्जिनियरको इक्जाम भए पनि, त्यस पछाडि लोकसेवामा पनि सोध्न सक्छ, बीईमा पनि सोध्न सक्छ, ब्याचलरमा पनि सोध्न सक्छ, सबैलाई काम लाग्छ। यति पोइन्ट लेख्नुभयो भने चाहिँ तपाईँको फुल मार्क्स आउँछ। हेरेर साथ दिनुभएकोमा एकदम धेरै धेरै धन्यवाद। र अर्को भिडियो लिएर म छिटो नै उपस्थित हुनेछु। त्यति बेरसम्मको लागि चाहिँ बिदा माग्न चाहन्छु। हस्त धन्यवाद।